नमस्ते, म श्री जनै पूर्णिमा र रक्षाबन्धनको न्यानो न्यानो शुभकामना। हिजो मैले गेडागुडी उमारेको भिडियो ल्याएकी थिएँ भने आज मैले घुँटी लिएर आएकी छु। ल हेर्नुहोस् घुँटी तयार हुँदा पछिको रूप यसको असाध्यै सुन्दर छ। हेर्नुहोस् त यो खाँदाखेरि पनि असाध्यै मिठो छ। हजुर ढिला नगरी बनाउन सुरु गरिहालौँ है त। यो क्वाटी पकाउँदा भान्सा अनुसारले पकाइने गरिन्छ, तर जसरी पकाए पनि क्वाटी असाध्यै मिठो हुन्छ। यहाँ मैले चाहिँ गेडागुडीलाई कुकरमा राखिकन 2 कप पानी राखेर 6-7 सिट्ठीको लागि मैले छुट्टै पकाएकी छु। यो पाकिसकेपछि गेडागुडी छान्ने तरिकाको लागि मैले यो गरिरहेको छु। त्यसमा मैले प्याज काट्दैछु अनि टमाटर पनि काट्दैछु। यतिन्जेलसम्ममा यो 8 सिट्ठी लाएर मैले यसलाई रेस्टको लागि छोडिदिएको छु। अब आउनुहोस् हामी एउटा भाँडा बसालेर त्यहाँ 2 चम्ची तेल लिउँ है, त्यसमा 2 चम्ची घिउ पनि राखौँ। यो हामीले घिउ तेल जेमा पकाउँदा पनि हुन्छ है त। अब यसमा चाहिँ लसुन फुराउँ, त्यसपछि गएर सौँफ अलिकति फुराउँ र ज्वानो, यसलाई चाहिँ हामीले भुल्नुहुन्न, यो पनि फुराउँ र एकछिन चलाऊँ है त। यति गरिसकेपछि अब हाम्रो प्याजको पालो। प्याज राखेर हामीले यसलाई राम्रोसँग बिस्तारै पकाउँदै जाउँ। यो प्याज मैले ठुलै साइजको 3टा काटेकी छु। एकछिन फ्राई गरिसकेपछि यसमा हामी तेजपात 2टा, दालचिनी सानो टुक्रो र सुकमेल 1टा राखेर फेरि राम्ररी चलाउँदैछौँ। हेर्नुहोस् त लाइट ब्राउन भइरहेछ नि होइन। अब यसमा हामीले लसुन पेस्ट र अदुवा पेस्ट राखेर फेरि चलाउँदैछौँ है त। यो चाहिँ अलि पाकुन्जेल नै हामीले चलाउनु पर्ने हुन्छ। यो पछि मैले टमाटर लिएको छु, जसमा मैले मिडियम साइजको 8वटा टमाटर काटेकी छु होइन। अब यो राखेर मैले मजाले फेरि यसलाई चलाउँदैछु। अब यो मिश्रणलाई चाहिँ हामीले एउटा पेस्ट प्युरी नै बनाउनु पर्ने हुन्छ। पछि गएर खाँदाखेरि चाहिँ हाम्रो मुखमा टमाटर प्याजको चौटा चौटी चाहिँ नआओस्। यता हेरौँ है त, 8 सिट्ठी पछिको गेडागुडी हेर्नुहोस् त मजाले राम्रोसँग पाकेको छ। ल हेर्नुहोस् त, यता चाहिँ यो हाम्रो मिश्रण, यो मसलाहरू हामीले चाहिँ मिची थिची राम्रोसँग गर्नुपर्ने हुन्छ है त। अब हामी यसमा मसलाहरू एड गरौँ है, जसमा मैले 2 चम्ची नुन लिएकी छु भने, जिरा 1 चम्ची लिएकी छु, धनिया 1 चम्ची लिएकी छु, मरिच आधी चम्ची लिएकी छु भने, रातो धुलो खुर्सानी, यो कश्मिरी रातो धुलो खुर्सानी हो, यो चाहिँ मैले 1 चम्ची लिएकी छु। त्यसपछि बेसार मैले 1 चम्ची लिएकी छु भने, गरम मसला मैले आधा चम्ची लिएर यसलाई राम्रोसँग फेरि चलाउँदैछु। यो चाहिँ जति सकिन्छ त्यति हामीले एकदमै प्युरी टाइपको मसिनो टाइपको बनाउनु पर्ने हुन्छ है त। हेर्नुहोस् त, यो चलाउँदै यो एकदमै प्युरी टाइपको भएको छ। अब यसमा हामीले गेडागुडी राख्न एकदम पर्फेक्ट भएको छ। ल हेर्नुहोस्, मैले अघि पाकिसकेको गेडागुडी यहाँनिर राखिदिँदैछु। मैले प्राय कश्मिरी रातो धुलो खुर्सानी चलाउने गर्छु, किनभने यो पिरो पटक्कै हुन्न, कलर भने एकदम बेस्ट आउँछ। र मैले यहाँ पिरो त्यति राखेकी छैन, पिरो चाहिँ इच्छा अनुसार राख्नु होला। यहाँ मैले आवश्यकता अनुसारको पानी थपेर एकछिन फेरि पाक्नलाई छाडिदिँदैछु। हेर्नुहोस् न, यो क्वाटी बनाउँदाखेरि मैले प्राय ठाउँहरूमा मासु मिसाएर या खसीको खुट्टा मिसाएर मैले पकाएको देख्छु। यो चाहिँ मलाई लाग्छ यो नगरेकै राम्रो हुन्छ कि जस्तो मलाई लाग्छ होइन। डबल प्रोटिन शरीरलाई अलिकति हानि गर्छ कि, त्यसैले क्वाटी खाने दिनमा गेडागुडी मात्रै चलाउँ है त। अब हामी अन्तिमतिर आइपुगेको छौँ। हेर्नुहोस् न धनिया, यो धनियाले मेरो घर नै तताएको छ। आगो निभाउनुभन्दा पहिला मैले यो धनिया र अलिकति मिट मसला मैले यहाँ राखेर चलाइदिएकी छु। हेर्नुहोस् त कति राम्रो क्वाटी तयार भयो। यो त भिजेर उम्रिँदा बेर मात्रै हो कि, त्यसपछि त पकाउनलाई यति सजिलो यति छिटो। ल हेर्नुहोस् कति राम्रो देखेको छ, तुरुन्तै कटोरामा राखेर खाउँ भएको छैन। क्वाटी मैले सर्भ गरेँ है त हजुर। ल हेर्नुहोस् त, यो क्वाटी हामीले जेसँग जसरी खाँदा पनि हुन्छ होइन। र यसलाई कतिको बाक्लो गर्ने कतिको पातलो गर्ने भन्ने तपाईँहरूकै हाम्रै इच्छा हुन्छ। मैले चाहिँ यहाँनिर अलिकति ग्रेभी टाइपको गरेँ। तपाईँहरूले चाहिँ अलिकति पानी थपेर वा कस्तो खान मन लाग्छ त्यो किसिमले गर्दा हुन्छ। अनि छ नि हजुर, यो क्वाटी शब्द नेपाल भाषाको क्वाती शब्दबाट बनेको हो, जसअनुसार क्वाको अर्थ तातो, तीको अर्थ झोल अर्थात् तातो झोल अर्थात् क्वाटी। जनै पूर्णिमा रक्षाबन्धन राम्रोसँग मनाउनु होला। तपाईँहरूलाई धेरै धेरै शुभकामना छ। क्वाटीको भिडियो कस्तो लाग्यो कमेन्टमा भन्न नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा माग्छु। नमस्ते।